जय मसीहा। आजको यो सुन्दर दिन, सुन्दर जीवन, सुन्दर समय दिनुहुने परमेश्वरलाई धन्यवाद भएको होस्। विशेष गरेर आज मत्ती 7को 13 र 14 पदलाई म वाचन गर्नेछु। यहाँ यस्तो लेखिएको छ, शीर्षकमा नै साँघुरो र फराकिलो ढोका भनेर लेखिएको छ। 13मा साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। 14 किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छ। धन्यवाद भएको होस्। यहाँ दुईवटा पदलाई म हेरेको छु, मैले वाचन गरेँ। साँच्चै नै यहाँ जीवनको कुरा गरेको छ र फराकिलो र साँघुरो ढोका अनि फराकिलो ढोका अनि जीवनको कुरा गरेको छ हो। यहाँ चाहिँ के पाउँदछौँ भने साँच्चै नै आज हामी शरीरमा छौँ। कतिपय लाग्छ कस्तो किसिमको जीवन हो, जीवन त यस्तै हो नि भन्ने हामी त्यस्तो किसिमको प्रश्न आउँदछ हाम्रो मनमा। तर हाम्रो जीवन चाहिँ र यो देखिने भौतिक शरीर मात्र जीवन होइन, हाम्रो नदेखिने आत्मिक जीवन छ जुन चाहिँ हाम्रो आत्मा हो। त्यो चाहिँ र परमेश्वरले व्यर्थमा दिनुभएको छैन, एकदमै एउटा महत्त्वपूर्ण रूपमा दिनुभएको छ। आज हामी शरीरमा छौँ, त्यो शरीरमा रहन्जेलसम्म हाम्रो लागि केही पनि त्यो समस्या भएन। त्यो समस्या आउँछ, टरेर जान्छ। तर जब हाम्रो शरीर ढलेर माटोमा मिल्दछ, त्यसपछिको जीवन चाहिँ एकदमै गाह्रो हुँदछ। त्यो जीवन चाहिँ के हो त? त्यो चाहिँ हाम्रो आत्मा हो। पवित्र धर्मशास्त्र बाइबलले बताउँछ हाम्रो आत्मा कहिल्यै मर्दैन। तर त्यो आत्मा पनि विश्वास गरेन भने, प्रभुलाई परमेश्वरलाई विश्वास गरेन अथवा व्यक्तिगत रूपमा चाहिँ मेरो मुक्तिदाता भनेर जब हाम्रो हृदयबाट स्वीकार गर्दैनौँ परमेश्वरलाई, तबसम्म त्यो आत्मा पनि बाँच्छ भन्ने छैन। त्यो आत्मा बचाउनको लागि, त्यो हाम्रो आत्मा बचाउनको लागि चाहिँ हामीले परमेश्वरलाई, मेरो प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता भनेर व्यक्तिगत रूपमा भित्र हृदयबाट सत्य रूपमा हामीले स्वीकार गरेको हुनुपर्दछ र मात्र हामीले त्यो अनन्तको जीवन पाउँदछौँ। यहाँ फराकिलो ढोकाको कुरा गरेको छ। फराकिलो ढोका चाहिँ यस्तो हो कि जहाँ नरकतिर धकेल्दछ, जुन बाटो हिँड्नलाई सजिलो छ, कुनै बाधा छैन, आफ्नो खुसी जिउने पाउँदछौँ। आफूले जे बोले पनि भयो, जे गर्दा पनि भयो। तर त्यो ढोकामा हिँड्ने धेरै हुन्छ, त्यो ढोकामा जाने, त्यो बाटोमा हिँड्ने चाहिँ धेरै हुन्छ भनेर बताएको छ। त्यो धेरै हिँड्ने मानिसहरू चाहिँ र प्रभु येशू ख्रीष्टलाई नबुझेर, सत्यतालाई नबुझेर हिँडिरहेका हुन्छन्। तर जब हामी सत्यतालाई बुझ्दछौँ, परमेश्वरको सत्यतालाई बुझ्दछौँ, तब त्यो चाहिँ र हामी साँघुरो जीवनको बाटोमा हिँड्नुपर्छ। त्यो जीवनको बाटो चाहिँ विभिन्न किसिमको बाधा अडचनहरू आउँदछ र पनि त्यसलाई सामना गर्दै हामी अगाडि बढ्यौँ भने अवश्य पनि हामीले अनन्तको जीवन पाउने कुरा हामी यहाँ पाउँदछौँ। त्यो चाहिँ अनन्तको जीवन चाहिँ अरू कुनै थोकले दिन सक्दैन। न डलरले किन्न सक्दछौँ, न नेहरूले, न भारूले, न रुबेलले, न दिरामले, यो कुनै कुराले पनि किन्न सक्दैनौँ। त्यो अनन्तको जीवन चाहिँ मात्रै हामी पाउँदछौँ विश्वासद्वारा, सित्तैमा प्रभु येशू ख्रीष्टद्वारा पाउँदछौँ। जब हामी व्यक्तिगत रूपमा प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता भनेर हामी स्वीकार गर्दछौँ, तब त्यो अमूल्य जीवन चाहिँ परमेश्वरले हामीलाई सित्तैमा दिनुहुन्छ। यो पृथ्वीको धन सम्पत्ति कुनै कुराद्वारा पनि हामी पाउन सक्दैनौँ। त्यसैले विश्वास गर्नुपर्छ।